फेरि यसो बढाएर हैन। ल त गाइस आज चाहिँ हाम्रो हैन 150 वटा पानीपुरी खाने कम्पिटिसन छ हैन। तिमीहरु हेर्न सक्छौ हैन। यो चाहिँ सब हैन मैले बनाएको। यसको सेफ चाहिँ म हो। बाकी पुरी चाहिँ उतान छ है, त्यही भएर 150 वटा चाहिँ म देख्या होला। तर खाँदै कसरी देखिन्छ गाइस, प्लिज काउन्ट गर्नु होला एक एक गर्दै। ल गाइस यो चाहिँ पानीपुरी रेडी गर्दैछ हैन यहाँनिर चट्ट लाएर। त्यति बेरसम्म चाहिँ टक्क म मेरो घर देखाउँछु हैन। आज चाहिँ हामी पुरा पानी परिङ सिजन छ कि फेरि। अहिले गाइस चाहिँ पुरै पानी परिरह। पुरै पानी परिरह हैन। अब यस्तो क्लाइमेटमा पानीपुरी अब कस्तो होला गाइस, त्यो कुरा इमेजिनेसन गरेर जिउ सिरिङ्ग भयो होला हैन। तर केही छैन, बाहिर जाडो हुँदैछ म चाहिँ भित्र ताप गएँ त गाइस। खै त अझै भने हैन थैट एकदम खाम्ला भन्दै आएको त के होइन। अल्छी मान्छे भएपछि यस्तै हुँदो रहेछ। ल फेरि पटियाला भन्छ, पटियाला जग बरु छोप्नु त भन्नु न मलाई सिधै छोप्नु पर्छ के गर्नु डाइरेक्ट भन्नु नि। हाय म चाहिँ बढी उपाउँथे। यसरी आफ्नो स्वाङलाई खुवाउने गर्नुपर्छ केटाहरू। मेरो हातमा जादु नै हो कि जे बनाउँदै मिठो हुन्छ। किन होला अलि हाल न हाल्नु, कस्तो कन्जुस गरेको। मलाई धेरै झोल नआएन। सानो मतलब सानो खानु धेरै झोल नआएन। एक एक थोपा हाल्नु त्यसमा। यस्तो त गर्नै पर्छ। चाहिँ खानु नगरी मिठो 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 भन न। तिखर भन्छ नि, तिखर भयो। फेरि मेरो अस्ट्रेलियाको पनि अडियन्सहरूलाई चाहिँ तिखरको मिनिङ थाहा होइन, सार्प है फेरि। त्यही त होइन तिखर हो। तिमी दुइटा खायो मलाई दिएन। म 4-5 राखेँ। म चाहिँ के इन्भिजिबल छु, पहिला पनि हटाउनु पर्छ, अहिले पनि आएको मात्रै। कस्तो मिठो लाग्यो नि त खाएको खायो भन्छ। त्यो चाहिँ बन्दै हुन्छ क्या यस्तो बेला खायो। उसले फेरि भर्खर 2 थाल भात पनि पड्काएको क्या। खाइदिए खाइदिए नवटाउनुमा चाहिँ उसको हात हो है। मेरो हातले खाइदिन्छ त अनि फेरि खाएन। अब मात्र खाएर बसिरहनु। उसको हातले खाएर म मोटाएको अरे। यस्तै खानेकुरा अलि हाल न, अहिले कस्तो थोरै हालेको। पुग्दैन क्या
Islam. Hmm? Punya Islam. कतिवटा गनेकै छैन Kata sulangnya sakit lah. Kata sulang. 50 रे मेटनहरू तिम्रो तर कातिर खोर्सानी साइडमा राख्नुपर्ने आँखा लाग्यो फेरि भोलि काम मान्दैन तनाव हुन्छ फेरि मिठो जान जाने आवाज निकाल हाम्रो त्यो गरेर तरै म नेपालमा खाएको भन्दा पनि मिठो भयो नेपालको पानीपट्टि कस्तो नमिठो डेढ़ सौटा पानीपुरी खाने त 15वटाले नबनाऊ जस्तो हुन्छ मलाई धेरै पुरानो नहाल्नु हालेकै छैन दुई थोपा गर्ने पनि हालिदिएर अहिले छिटो बनायो फ्लोट उठ्नु भएन क्या छोटेर छैन आलु पुरी सकिँला चाहिँ आलु के भन्छ तरकारी बनाउने हो क्या तिमी हो यो त पानी हाल्नु भने के गर्ने ल हजुर त्यो फुटाइदिनु न म भोलि काम त जान सक्छु होला है सिक्नु भएन नि त पेन गाइस नगरी काममा पुग्दैन खाना साँझ र बिहान पढे हाम्रै सानोमा ए तिमीलाई पनि पढेछ र तिमीलाई धेरै पढाइ मान्छे हो मैले 3 क्लास र 5 क्लास दुईजनाले पढेँ अनि तिमीले धेरै पढेको मैले धेरै पढ्नु मलाई त्यसरी त धेरै पढ्नु पनि छैन के हो यो खाउनु सुक्खा सुक्खा त मलाई मनै पर्दैन कतवटा भयो गाह्रो भयो तपाईँको कति 145 भयो
पसिनै आइसक्यो 150 वटा पानीपुरी खाने मान्छे हो फुटाउन जाडा गर्नु यसो त गरिदिनु न एकछिन हुन्छ मलाई तर खतरा फुटाइदिएँ मैले पुरी चाहिँ ल हेर न कस्तो मिलाएर त्यो भनेको तिम्रो फ्युचर पानीपुरी भैया हो पकाएको पनि मिठो अरे फुटाएको पनि राम्रो अरे म हाल्ने त्यसै राम्री अब बुढी मधेसी यस्तो परेपछि अनि त्यो चाहिँ हुन्छ हामी के भन्नु उसमा पनि के हाल्छौँ म पुरी धेरै सकेको मैले ल यार फाइन सक्नु लागेको त्यो बिहान 150 वटा थिएन 200 वटा थियो अरूहरू भिजाउँछ कि अन्त खाइदिएको धेरै अझै भन्नुहुन्छ भने आलु त झन् 5 किलो तार्ने हो क्या अरे आलु त होइन तार्ने भन्छ होइन धार्ने भनेको 2.5 किलो आलु भनेको धार्ने आलु जोत्दाखेरि धार्ने भन्छ होइन कसले होइन धार्ने भनेको 2.5 किलो 5 किलो हाल्छ केही थाहा छैन अझै बुझेँ धेरै जोड लाग्यो खाउन केही हुन्न झन् पानीको मात्रा कमी हुन लाग्यो म त ढले नाप्देउहरू उठेर कुर्सी गरा साँच्चै भने अनि के भयो त के हालिसक्यो कतिले ल अनि तपाईँको अनुहारै हाँस लाग्दो मेरो 95 जना सब्सक्राइबरले फेरि फेरि पाँच त्यति बाबालाई अब त अहिले रोज खाऊँ खाउन गर्ने त्यसलाई सानो खालको अब उसलाई चाहिँ पुग्दै आयो होइन अनि घुम घुम मल खाइराख्नु गनी गनी खोजेर छिटछिटो है छिटछिटो लास्ट गन्दा पनि 200 भइन्छ तर चाहिँ 150 को थियो साँच्ची गयो ठन्डा खोला पनि बोला जी लास्टमा सुक्खा ल
खलास नट सब्सक्राइब 95 जना किन नानी बढ्छ कि के थाहा होइन ल आजको पूजा नि भयो होइन त्यो म जता नै कालो आउँछु त्यहाँ अरे उता चाहिँ मैले बनाएको पेन्ट अनि उता पनि त्यो देखाइदिनु मसँग धेरै कलाहरू छ नि गाई त्यसको लागि सब्सक्राइब गर्नुपर्छ अनि बल्ल मेरो सब कलाहरू थाहा हुन्छ है त ल बाई